जय श्री राधे, जय श्री कृष्ण, जय माता दी। म यस्तो कश्यप पाण्डे। भगवानको असीम कृपा तपाईँ अनि तपाईँको परिवारमा बनिरहोस्, यही नै शुभकामना। आदरणीय महानुभावहरू, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। आज पनि थोरै फरक भिडियो लिएर आएँ। यो भिडियो फरक त छ, तर तपाईँहरूलाई मार्ग निर्देशन गर्नको लागि, तपाईँहरूको आँखा खोल्नको लागि। कतिलाई मेरा कुराहरू पाच्य लाग्दैन, नलागोस्, तर मेरो कुराहरू तपाईँहरूलाई बचाउनको लागि जहिले पनि अग्रसर रहनेछ र जहिले पनि मेरो काम भनेको तपाईँहरूलाई बचाउनु हो। आदरणीय महानुभावहरू, यो युग कलियुग, यो कर्मको युग हो। जो व्यक्तिले कर्म गर्छ त्यो व्यक्ति सफल हुन्छ, जो व्यक्ति मेहनत गर्छ त्यो व्यक्ति सफल हुन्छ। बाँकी तपाईँ जतिसुकै पूजापाठ गर्नुहोस्, हुनेवाला केही पनि छैन। तपाईँ जतिसुकै दान धर्म गर्नुहोस्, हुनेवाला केही पनि छैन। यसो भन्दै गर्दा मैले तपाईँलाई नास्तिक बनाउन खोजेको होइन, म क्षमा याचना गर्छु। मैले आस्तिक नै राख्न खोजेको। हेर्नुहोस्, जति पनि छन् नि व्यासमा बस्ने, तपाईँको दिमागलाई वास गरिदिएको हुन्छ अनि तपाईँबाट ठुलो रकम कसरी निकाल्न सकिन्छ यिनीहरूबाट, यिनीहरूको दिमागलाई वास गरिदिएर अनि त्यो रकम उनीहरूले राम्रै ठाउँमा युज गर्छ। कुनै भवन बनाउँछन्, कुनै तपाईँको आश्रमहरू बनाउँछन्, त्यो राम्रो कुरा हो। तर उनीहरूको आफ्नो नामलाई क्रिएट गर्नको लागि, नामलाई कृति राख्नको लागि अनि हाम्रो दिमागलाई भुटिदिएको हुन्छ है। अनि हामीबाट जसरी तसरी कति धेरै पैसा निकाल्न सकिन्छ, उनीहरूको काम नै त्यही हो। यदि उनीहरूको काम त्यो नभए किन उनीहरूले एउटा पुराण गरेको 10-10 लाख रुपियाँ लिन्छन्, किन 15-15 लाख रुपियाँ लिन्छन्? तपाईँ हामीलाई चाहिँ राम्रो कुरा गर्ने अनि उनीहरूले चाहिँ कसैको घरमा गएर फ्री पढिदिएको छ, फ्री भागवत लगाइदिएको छ, कुनै ज्योतिषले तपाईँलाई फ्री चिना हेरिदिएको छ, फ्री स्टोन दिएको छ? छैन, दिनै सक्दैनन्। यो मुखको मात्रै कुराहरू हो। तपाईँ हामीहरूलाई उल्लु बनाएर है कसरी हुन्छ हामीलाई ठग्ने काम मात्रै हो यो। यसले गर्दा त्योभन्दा पहिला आफ्नो परिवारलाई सम्हाल्नुपर्छ हामीले। आफ्नो आमा बाबा, जन्म दिने माता पिता, दाजुभाइहरू दुखी छन् उनीहरूलाई सहयोग गर्ने हो, दिदीबहिनीहरू दुखी छन् उनीहरूलाई सहयोग गर्ने हो, आफ्नो परिवार दुखी छ उनीहरूलाई सहयोग गर्ने हो। धर्म त्यो हो। पहिला तपाईँको आफ्नो माता पिता, आफ्नो घर, आफ्नो परिवार, जो आफ्नो माता पिता रोइरहेको छ, जो आफ्नो परिवार रोइरहेछ, जो आफ्नो दाजुभाइ भान्जा भान्जी दिदीबहिनीहरू रोइरहेछ, अनि तपाईँ गएर लाखौँ लाख रुपियाँहरू कसैको बहकापमा आएर तपाईँले चढाउनुहुन्छ। भेट्नु भएको छ कोही व्यक्ति जो नाम चलेका, म उहाँहरूको नाम लिँदिनँ अहिले, किन उहाँहरूको नाम लिनु मलाई आवश्यक छैन। एउटा पुरा नाम चलेको, चाहे महिला होस् चाहे पुरुष, महिला भन्ने बित्तिकै बुझिहाल्नुभयो होइन? ल एउटा पुराण तपाईँको घरमा फ्रीमा बनाउनुहोस् त, कसैकोमा पनि भन्दैन, सङ्घ संस्थामा पनि भन्दैन। उनीहरू पैसा कबुलेको हुन्छ, 10 लाख 15 लाख 20 लाख। उनीहरू यत्रो यत्रो रकम कबुलेर आउँछन्,